नमस्कार साथीहरू, मेरो यो भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यो केही मिनेटको यात्रा तपाईको हृदयसम्म पुग्नेछ भन्ने विश्वास छ। कतिपय यात्राहरू हामी आफैका लागि गर्छौं, तर ती हजारौं प्रेरणाका स्रोत बन्न पुग्छन्। जब बाटोमा कसैको साथ हुँदैन, त्यतिबेला छाया पनि साथी लाग्छ। हामी सोच्दछौं कि एक्लो भएर केही सम्भव छ, तर त्यही एक्लोपन कहिलेकाहीँ आत्मा चिन्ने यात्रा बन्छ। शान्त खोलाले केही भन्दैन, तर बहिरहन्छ। त्यस्तै हो हामी पनि शान्त तर अडिग भएर अघि बढ्नुपर्छ। यात्रा कहिल्यै सजिलो हुँदैन, तर जब तपाई शिखरमा पुग्नुहुन्छ तब थाहा हुन्छ म यहाँसम्म आइपुग्न योग्य थिएँ। एक्लै हिँड्नु परेको थियो, डर थियो, थकाइ पनि, तर हरेक पाइला अनुभव बन्यो, हरेक क्षण कथा बन्यो। हामी सबैको जीवनमा कुनै न कुनै एक्लो यात्रा हुन्छ, तर सम्झनुहोस् तपाईको एक्लो पाइला कसैको प्रेरणा बन्न सक्छ। यात्रा तपाईको हो, तर प्रभाव संसारभरि पर्न सक्छ।